फेरि स्टार्ट भइसकेको छ। दिप्सनको प्रयास थियो तर हार्न सफल। दिप्सनजी कस्तो लागेको थियो? राम्रो लाग्यो हामीलाई गेम। अब हेरौँ को जित्दो रहेछ। आइजाऊ। आङबाट छिराइदिए। गोल गर्न सफल छु हानेको सेलिब्रेसनमा। एक गोलको लागि 1 सब्स्क्राइब बन्छ है गाइस। गाइस अब म फर्काउँदैछु गोल। अब दिपेशले फर्काउँदै अरे उता डिफेन्डरले डिफेन्स गर्दै। दिपेशले बल छक्काउँदै गोलको रेखा भन्दै यति पनौती दिले केही गोल हान्न नसक्नु हो। एक गीत हाल्न मिल्छ के थाहा छैन। दिप्सनजीले बल हाल्नु भएको छ। 2 गोलको साथमा फेरि सु कस्तो अनुभव भइरहेको छ गोल हान्दा। यसलाई मैले सकेसम्म 0 बनाउन चाहन्छु। फेरि गोलको पर्खाइमा गोल यार सफल। ल 3 गोलको लागि 3 सब्स्क्राइब बन्न त मिल्छ होला नि गाइज। डुगाडी क्रसको दिपेश एमबाप्पेको जर्सी ल्यायो हुन्छ नि। गोल जान नदिँदै दिप्सनजीले गोल जान नदिँदै। दिप्सन गोल। धन्यवाद फल गरेको। फल गर्न पाउनुहोस् के। ल गोल हुन सफल थियो गाइज। ल दिप्सनजीले बल हराउँदै गोल जान सफल थियो। यो बल गोल गएकै छैन। ल दिप्सनजीले गोल हान्ने प्रयास। लास्ट गोल 4-0 को अवसरमा मैले 1 गोल हाने जित्छु। दिपेशजीले बल गुराउँदै उता बुलेटको साउन्ड सुन्नुभयो होला। ल दिपेशजीलाई गोल हान्न नदिने भन्दै दिप्सनजीले डिफेन्स हानिदिनु भएको छ। दिप्सनजी ल फेरि गोल जान फेरि ल कस्तो अनुभव भयो होला गोल नजाँदा। एकदमै नराम्रो। फेरि रे गोल जान थियो तर गोल जान दिनुभएको थिएन। यतिले गोल चुकेको थियो 0-1 हुन। यहाँ हेर्नु दिपेशजी यति थियो यति। दिपेशजीले बल घुमाउँदै अनि म दिप्सनजीले गोल। विन अफ द म्याच अफ दिप्सन बस्याल। लुजर अफ द म्याच दिपेश बस्याल। थ्याङ्क यू फर वाचिङ गाइज। आई होप सबैजना अर्को भ्लग आउने छ भन्दै यो भ्लगलाई इन गर्दैछु। ल दिपेशजी बाई बाई।